वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हाम्रो 5th डे हो काम गर्ने दिन। अनि 5th डे पनि हो अनि लास्ट डे पनि हो हाम्रो काम गर्ने दिन। अनि हामी चाहिँ आज अहिले चाहिँ साउको घर आएको छौँ। पानी यसरी हाल्न लिन आएको छौँ। अनि यसरी पानी लिएर हामी चाहिँ हिजो जहाँ मल हालेको थियौँ त्यो चाहिँ हाल्ने रे। अनि ऊ चाहिँ खालि हाँस्ने मात्र हो कि होइन, उहाँ चाहिँ खालि हाँस्ने मात्र हो। अनि हामी अब अहिले चाहिँ अलिक डरो काम छ। अनि आज चाहिँ लास्ट डे भन्दा पनि खुसी पनि लागेको छ। हामी अब यसरी पानी पाइप लिएर पानी हाल्दैछौँ। अनि यस्तो थोङमा ऊ गरेर पानी लिएर हाल्ने रे। हिजो मल हालेकोमा चढाइदिँदो रहेछ त हो। क्या बलियो रहेछ नि त। यहाँ पानी पनि लिक भएर हामी चाहिँ यस्तो थोङमा पानी लिएर पानी हाल्दैछौँ। यहाँ चाहिँ पानी उस गर्ने नभएर अहिले चाहिँ हामी यसरी नै पानी बोकेर यस्तै हाल्दैछौँ। यस्तो बनाएर खाल्टो बनाएर हामीले पानी हाल्दैछौँ। तर पानी चाहिँ सोचेको छैन, पुरा एक जर्किन हाल भन्दैछ। आज कति धेरैलाई दिनु छ पानी हामी बोकेर। उताबाट बोकेर आउनु, यसरी बोकेर आउने हाल्ने। अब चाहिँ हामी अर्को बारीमा आएको छौँ साउको। यति धेरै बारी छ, फेरि कतिले चाहिँ केही पनि छैन होइन। नास्पाती कहाँबाट पाउनुभयो तपाईँले? कहिलेको नास्पाती हो? हामी चाहिँ यहाँ पहिला आउँदाखेरि यहाँ बसेको थियौँ, अहिले चाहिँ बजारतिर बसेर जाऊँ। फेरि अब यो बारीमा पनि पानी हाल्ने रे। अनि उता माथि नि छ, अनि यसरी हाल्नु रे। तर यहाँ चाहिँ अलि सजिलो तरिकाले हाल्नु मिल्छ। यहाँ पाइप जोड्नु लागेको छ, पाइपले गर्ने अरे। उसमा नबोक्ने रे। त्यो भयो भने पाइप भयो भने सजिलो हुन्छ। यसरी पानी बोक्यो बल्ल बल्ल बोकेर ल्याउनु भएको छ दिदीले चाहिँ। अनि हामी चाहिँ यस्तो गरेर पानी हाल्दैछौँ। अझ कति धेरैमा पानी हाल्नु छ। यो फिप्पा हो, यो फिप्पाको बुट्टा। उताबाट बोकेर आउनु पनि जस्तै गाह्रो छ। यहाँ हुन पनि के मटर सटर पानी हाल्ने केही पनि छैन हो। यहाँ त बोकेर ल्याउनु पनि उताबाट। कस्तो लागिरहेछ दी? मुझे पूछ रही हो? अब यहाँ कस्तो भन्नु, रमाइलो लागिरहेछ। अहिले चाहिँ हामी खाना आयौँ। साउ भएकोमा आएको छौँ हामी। अनि यहाँ चाहिँ साउको अस्ति हामीले जाँगर फारेको ठाउँमा चाहिँ दोजर लगाएर बाटो बनाउँदैछ हो उता माथिसम्म। अनि आज खाना आएको छैन, हामी चाहिँ यहाँ कुरिबसेको छौँ। हामीले चाहिँ अब पानी हालेर सक्यौँ। अनि अब उता हाल्यौँ, यहाँ तल हाल्यौँ, अनि उता माथि हाल्यौँ। अब चाहिँ हामी चाहिँ अर्को बारीमा जाने रे पानी हाल्न। अनि त्यहाँ हालेपछि लास्ट हुन्छ होला। अनि हामी यता स्टोरीहरू पनि छाउने गर्दैछौँ। यहाँको फोहोरहरू छाउने गर्ने रे त्यहाँभित्रको उसहरूको। अनि आज चाहिँ यता नफर्किने रे।
अनि यहाँ चाहिँ यसरी छुमालमा यसरी मान्छे आउँदो रहेछन् माछा मार्न। खुब रमाइलो गर्छन्। हामी पनि यसरी माछा मार्न जानु पायो। अनि अहिले चाहिँ हामी जैला कुद्दोसम्म यतिकै बसिरहेको छौँ। अब चाहिँ हामीले टिपेको यो फिफाको बोटहरू चाहिँ गाडीमा हाल्न लागेको। गाडीको चाहिँ अहिले सरसफाइ चल्दैछ। बिहान हाल्ने भन्दै थियो अनि बिहान चाहिँ टाइम लाग्छ भनेर अहिले चाहिँ हाल्न लागेको छौँ हामीले। अनि यो हालेपछि हाम्रो काम सकिन्छ। अनि आजलाई यति नै।